खुर्सानी भएपछि पिरो हुनु पर्यो, ट्याक्कै लागिहाल्नु पर्यो, त्यो कानुन भएपछि कार्यान्वयन हुनु पर्यो। फेरि अब यो समाजमा कोही पनि दलितले जातीय विभेदको नाममा कोही पनि मान्छेले बजारमा शिर झुकाएर हिँड्नु पर्यो भने त्यसको जवाफ राज्यले दिनुपर्छ। कसैले पनि अब एउटा प्रहरीको चौकीको अगाडिपट्टि हातमा निवेदन लिएर मेरो मुद्दा दर्ता भएन भन्ने दिन आउनु भएन। चिफ साहब, मेरो सिधा छ मेरो कुरा। कसैले पनि मुद्दा लिनु पर्यो, हेर्नु पर्यो, छानबिन गर्नु पर्यो। प्रहरी मेरो साथी हुनुपर्छ, प्रहरी हाम्रो साथी हुनुपर्छ। साथीसँग मनका कुरा मनकै तरिकाले गर्न पाउनुपर्छ। त्यो साथीसँग त्यो खालको चाहिँ कुराको कार्यान्वयन हुनुपर्छ र त्यो कुरा पर्नुपर्छ। त्यसैले मैले पहिले पनि भनेको थिएँ, कुनै पनि जिल्लामा जातीय विभेद हुन्छ भने त्यहाँको प्रहरी प्रमुख र त्यहाँको जिल्ला प्रशासनको सिडिओ साहब चाहिँ जवाफदेही हुनुपर्छ। मेरो अहिले पनि यही कुरा, कुनै जिल्लामा जातीय विभेद भयो भने विभेद गर्ने मान्छेलाई दोस्रो नम्बरमा कारबाही हुनुपर्छ, छानबिन हुनुपर्छ। पहिला सुरुमा त्यहाँको प्रहरी प्रशासनलाई चाहिँ यो खबरदारी हुनुपर्छ। मेरो स्पष्ट छ कुरा यसमा। कसरी हटेन, कसले गर्यो? अनि सिडिओ साहबको बोल्ने पाला आउँछ, आइजी साहबको बोल्ने पाला आउँछ। जातीय विभेद गर्नेलाई कारबाही गर्नुपर्छ, यसका विरुद्धमा लड्नुपर्छ। कसका विरुद्धमा लड्ने हो? कसले गरे जाति विभेद? लड्नुपर्ने कसका विरुद्धमा हो? यो अलमल पर्ने काम, ढलमल गर्ने काम हुनु हुँदैन। यो कुरा मेरो हिजो पनि स्पष्ट थियो, आज पनि स्पष्ट छ। जातीय विभेद गर्नेलाई कारबाही हुनुपर्छ। त्यो पहिलो अनुहार कसको हुन्छ? प्रहरीको हुन्छ। राज्यमा कुनै पनि घटना दुर्घटना हुँदै गर्दा उपस्थिति जनाउने, राज्यको अनुहार बोकेर प्रतिनिधित्व गर्ने कुन अङ्ग हो? त्यो प्रहरी हो। प्रहरीले कहीँ कतै अलमल ढलमल दायाँ बायाँ प्रभाव हुनु हुँदैन। स्पष्ट छ मेरो कुरा। त्यो हिजो पनि स्पष्ट थियो, आज पनि स्पष्ट छ। अहिले सरकारको पक्षको एउटा पार्टीको एउटा सदस्य हुनुको नाताले पनि यही हो मेरो कुरा। चाहे नवराजको विकको कुरा होस्, चाहे अगाडि फोटो राखिरहेको त्यो छोरी निशा विकको कुरा किन नहोस्, प्रहरीले कहीँ कतैबाट बदमासी हुँदैन। चिफ साहब यही हुनुहुन्छ, यो बदमासी हुनु हुँदैन। चिफ साहब क्लियर छ यो कुरा। प्रहरीको भित्र चाहिँ त्यो मुद्दा आउँदै गर्दाखेरि कहीँ कतै अहिले मैले यसो सुन्छु, त्यहाँ पर त लामो समय हामी त यो मुद्दा लिएर प्रहरी कहाँ पुगेका छौँ। पहिला सुरुमा प्रहरीले मुद्दै लिन मान्दैन। मुद्दा लियो भने पनि यो मेलमिलाप गर्न पर्यो, यो मिलाउनु पर्यो, भोलि समाज भड्किन्छ। मैले यसो अचम्म मानेको विषय चाहिँ मलाई लागेको के हो भने यो महिला हिंसा र यो दलितसँग जोडिएको कुरा चाहिँ बलात्कार गर्ने पुरुष चाहिँ बजारमा छाती फुल्लाएर बुङ बुङ गरेर हिँड्ने, बलात्कार गर्ने महिला चाहिँ पीडित भएर मुख लुकाएर भाग्नुपर्ने। मुख लुकाउनु पर्ने कसले हो? बलात्कार गर्ने मुख लुकाउनु पर्ने होइन। त्यो फेरि महिलालाई किन फेरि त्यो पीडा फेरि किन? जातीय विभेद चाहिँ दलितले सुनाउन पर्ने। अघि साथीहरू आउनुभयो, शिक्षाको कमीले भयो। शिक्षाको लागि दलितलाई कमी भयो कि त्यो जातीय विभेद गर्नेलाई कमी भयो? शिक्षाको कमीको लागि भएको भन्दा त्यो जातीय विभेद गर्नेलाई कमी भएको। त्यो जातीय विभेदको क्लास दलितलाई दिने होइन के, त्यो जसले जातीय विभेद गरेको छ त्यसलाई क्लास दिने हो। त्यसलाई यसमा स्पष्ट छ। अस्ति हाम्रो प्रधानमन्त्रीको उम्मेदवारले भने जस्तो बाटो नबनाउनेलाई पाता पार्ने हो कि भाटा हान्ने हो कि के हान्ने हो, मेरो यसमा पनि स्पष्ट छ कुरा। अस्तिसम्म ट्वाक्क हान्ने भन्ने एउटा भाइरल भइरहेको थियो। यो हान्नुपर्ने कुरा हान्नुपर्छ, यो स्पष्ट छ मेरो यो विषयमा चाहिँ। अहिले अस्ति मेरो एउटा आयो त्यहाँ फेरि खगेन्द्र सुनारले मास्टरलाई भाटा हान्छु भन्यो भने विद्यार्थीलाई पानी छोइनुमा मास्टरले निलडाम हुने गरी हान्ने, पिट्ने विद्यार्थीलाई जातीय विभेद गर्ने मास्टरबाट, मास्टरले विद्यार्थीलाई जातीय विभेद गर्ने, अनि हामीलाई कालो मसो लाउँछु भन्ने, अनि हामीलाई भाटा हान्छु भन्ने, अनि हामीलाई थर्काउने, फेरि हामीलाई जातीय विभेद गर्ने, हामीलाई विभेद गर्ने, हामीलाई मन्दिरमा विभेद गर्ने, अनि फलानो धार्मिक संस्थाले खगेन्द्र सुनारको पुतला जलाउने, हाम्रो दलितको पुतला जलाउने, दलितलाई कालो मसो लाउने, दलितलाई देश निकाला गर्ने। कसको राज्य? छलफल हुनुपर्छ। यो स्पष्ट छ कुरा। फेरि यो बारेमा दलितको पुतला जलाउने होइन बजारमा, दलितलाई ट्रोल गराउने होइन बजारमा, दलितलाई हेप्ने होइन बजारमा। दलितले त्यो सम्मान पाउनुपर्छ राज्यभित्र। यो खालको कार्यक्रमहरू अझै बढी प्रभावकारी कार्यान्वयन हुनुपर्छ। त्यसैले मैले फेरि पनि भनेको छु, बार बार हिजो माइतीघर मण्डलामा बस्दै गर्दादेखि जाजरकोटको भेरी नदीको किनारबाट घडीभन्दा बढी हतकडी, मिठाईभन्दा बढी पुलिसको पिटाई खाएर आएको एउटा त्यो पीडाको, त्यो घृणाको, त्यो अपमान, त्यो अन्याय सहेर आएको एउटा पीडित हुनुको नाताले मलाई यो सांसदको पद जिम्मेवारी राज्यले दियो, बाँके 3 नम्बर क्षेत्रले दियो। त्यो गाउँको ऋण तिर्नै बाँकी छ, गुण तिर्नै बाँकी छ, तर देशको बारेमा छलफल हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको 1 नम्बर बुदामा जे लेखिएको छ, लेखेको देऊ, देखेको देऊ, कार्यान्वयन हुनुपर्छ। संविधानमा लेखेको कुरा होस्, चाहे पार्टीको वाचापत्रमा घोषणापत्रमा लेखेको कुरा होस्, कहीँ कतै मैले फेरि पनि भने यो समाजमा रहेका धेरै खालका विभेद हिंसा मध्ये 1 नम्बर प्राथमिकतामा दलितको विषय पर्नुपर्छ। त्यो राज्यमा पर्नुपर्छ, त्यो छलफल हुनुपर्छ। त्यो प्रहरी भित्रको दलित सेललाई मैले आजैबाट प्रहरी प्रमुखज्यूलाई मेरो अनुरोध छ, भोलि बन्दै गरेको सरकारमा पनि मेरो अनुरोध छ,
प्रहरीभित्र दलितको सेल 1 नम्बरमा छलफल हुनुपर्छ। 1 नम्बरमा त्यहाँ हुनु पर्यो, पुग्नु पर्यो। गाउँ गाउँमा जसरी गाँजाका तस्कर खोज्दै जानुहुन्छ, गाउँ गाउँमा जसरी तपाईहरु खोज्दै पुग्नुहुन्छ अन्य अपराधीहरू, त्यसै गरी जाति विभेद कहाँ छ यो त्यो भनेर होइन। नेताले भनेपछि मुद्दा दर्ता हुने, नेताले नभनेपछि मुद्दा दर्ता नहुने प्रक्रिया यो सरकार बन्दै गर्दा यो सकिनुपर्छ। यो कानुन कार्यान्वयन हुनु पर्यो। खुर्सानी भएपछि पिरो हुनु पर्यो क्या, मेरो कुरा यही हो। नुन भएपछि नुनिलो हुनु पर्यो। अब खुर्सानीलाई पनि आदरणीय खुर्सानीज्यू तपाईँ पिरो भइदिनु हुन हार्दिक अनुरोध छ भनेर यो निवेदन लेख्ने कुरा चाहिँ यो हुँदैन। खुर्सानी भएपछि पिरो हुनु पर्यो, ट्याक्कै लागिहाल्नु पर्यो। त्यो कानुन भएपछि कार्यान्वयन हुनु पर्यो। फेरि घाँटीमा सुन लगाएपछि यहाँ एरो देखाउनु पर्छ र यो सुन हो भनेर लेख्न पर्छ र सुन लगाएपछि टल्किनु पर्यो, हिरा लगाएपछि टल्किनु पर्यो। कानुन भएपछि कार्यान्वयन हुनु पर्यो। मानवाधिकार आयोग यहाँ छ, दलित आयोग यहाँ छ। आयोगहरू, संवैधानिक आयोगहरू कुनै पनि राजनैतिक प्रभावबाट हिजोसम्म के थियो थाहा छैन, तर अब बन्दै गर्दा अबको दिनमा राजनीतिक प्रभाव मुक्त हुनुपर्छ। फेरि भने खुर्सानी पिरो हुनुपर्छ। आयोगले आफ्नो काम सुरु गरिहाल्नुपर्छ, दिनु पर्यो। त्यो हामीलाई कहीँ कतै यसो हुन्छ कि त्यसो हुन्छ कि यो हुन्छ कि त्यो हुन्छ कि भन्ने हुँदैन। अब यो समाजमा कोही पनि दलितले जातीय विभेदको नाममा कोही पनि मान्छेले बजारमा शिर झुकाएर हिँड्नु पर्यो भने त्यसको जवाफ राज्यले दिनुपर्छ। कसैले पनि अब एउटा प्रहरीको चौकीको अगाडिपट्टि हातमा निवेदन लिएर मेरो मुद्दा दर्ता भएन भन्ने दिन आउनु भएन। चिफ साहब, मेरो सिधा छ मेरो कुरा। कसैले पनि मुद्दा लिनु पर्यो, हेर्नु पर्यो, छानबिन गर्नु पर्यो। अहिले यसो हेरेको छु म, विशेष गरेर चाहिँ मधेस एरियाबाट, नेपालगञ्जबाट त्यहाँ चाहिँ प्रहरी र प्रशासनसँग त्यहाँको मान्छे बडो तर्सिया छ। त्यहाँको मान्छे जनता तर्सिनु हुँदैन प्रहरीसँग। प्रहरी मेरो साथी हुनुपर्छ, प्रहरी हाम्रो साथी हुनुपर्छ। साथीसँग मनका कुरा मनकै तरिकाले गर्न पाउनुपर्छ। त्यो साथीसँग त्यो खालको चाहिँ कुराको कार्यान्वयन हुनुपर्छ र त्यो कुरा पर्नुपर्छ। त्यसैले मैले पहिले पनि भनेको थिएँ, कुनै पनि जिल्लामा जातीय विभेद हुन्छ भने त्यहाँको प्रहरी प्रमुख र त्यहाँको जिल्ला प्रशासनको सिडिओ साहब चाहिँ जवाफदेही हुनुपर्छ। मेरो अहिले पनि यही कुरा, कुनै जिल्लामा जातीय विभेद भयो भने विभेद गर्ने मान्छेलाई दोस्रो नम्बरमा कारबाही हुनुपर्छ, छानबिन हुनुपर्छ। पहिला सुरुमा त्यहाँको प्रहरी प्रशासनलाई चाहिँ यो खबरदारी हुनुपर्छ। मेरो स्पष्ट छ कुरा यसमा। मेरो भोलि पनि भन्ने कुरा यही हो, अहिले पनि भन्ने कुरा यही हो। त्यसैले दलितलाई कहीँ पनि जातको नाममा चाहे मन्दिरमा होस् चाहे स्कुलमा होस् मेरो गुरुप्रति सम्मान छ, टिचरहरूप्रति मेरो सम्मान छ। म पनि त्यो शिक्षा संकाय पढेर आएको हुँ, म बुझ्छु त्यो कुरा। एउटा कानुन पढेर आएको, एउटा संसदीय मामिलामा रिपोर्टिङ गरेर आएको एउटा रिपोर्टर, एउटा पत्रकार यति कुरा बुझ्छ। जनताबाट अनुमोदित भएर आएको एउटा जनप्रतिनिधि यति कुरा बुझ्छ। र हामीलाई जनताले पनि भनेका छन् यो दलितहरूको विषयमा, महिलाको विषयमा, यो अपमानमा, त्यो घृणामा, त्यो पीडामा, त्यो अत्याचारमा बसेका मान्छेहरूको विषयमा चाहिँ राज्य गम्भीर हुनुपर्छ। अर्कोचोटिको अब 1 वर्ष अहिले हाम्रो सुरुवात भइसकेका छैन, हामीले शपथ लिइसकेका छैनौँ, हाम्रो प्रक्रिया सुरु भइसकेका छैन। तर बन्दै गर्दाका भोलिका विषयका सरकारभित्रको छलफलको विषय पनि यही हो। यहाँभित्र हुनेछ र यो बारेमा छलफल हुनुपर्नेछ दलितलाई न्याय दिने सन्दर्भमा। अहिले पनि मैले यसो हेरिरहेको छु, मान्छेहरू प्ले कार्ड बोकेर हाम्रा साथीभाइहरू दौडिरहेका छन्। अहिले त्यहाँ मैले यसो हेरेँ, त्यहाँभित्र पनि प्रभावहरू पर्ने, त्यहाँ नेता जाने, सुटुको जान पाइन्न, नेतालाई भेट्न पाइन्न, मुख्यमन्त्रीलाई भेट्न पाइन्न, राति 10 बजे गएर पुलिसलाई भेट्ने, यसो बङ्गाइदियो भन्ने, त्यसो हुँदैन। यो छलफल हुनु हुँदैन। यो प्रहरीलाई प्रहरीको तरिकाले काम कारबाही गर्न दिनुपर्छ। अहिले पनि मैले यसो हेरेको छु, गाउँमा भोट माग्न जाँदा हिजो अस्ति मैले पुराना परम्परागत पार्टीका मैले यसो सुने, तँलाई मर्दा पर्दा प्रहरी प्रशासन अड्डा अदालतमा त हामी चाहिँदैन नि, चाहिँदैन। प्रहरीको काम प्रहरीलाई गर्न दिनुपर्छ, नेताले गर्ने होइन। अड्डा अदालतको काम त्यहाँको न्यायाधीशलाई वकिललाई गर्न दिनुपर्छ। हस्पिटलमा नेताले भनिदिएपछि बेड पाउने, नभएपछि बेड नपाउने यो परम्पराको अन्त्य हुनुपर्छ। जहाँ जसलाई जेको काम हो, नाकको काम नाकले गर्ने हो, मुखको काम मुखले गर्ने हो। नाक छँदा छँदा, मुख छँदा छँदा नाकले पानी खाने काम बन्द गर्नुपर्छ। जसको काम जे हो, कानले सुन्ने हो, नाकले सुँग्ने हो, मुखले बोल्ने हो। जसरी शरीरको अङ्गले जसरी काम गरेको छ, राज्यको अङ्गलाई पनि त्यसै गरी काम गर्न दिनुपर्छ। मुख बुझेर नाकबाट यताबाट खाना भनेर यो खालको बदमासी चाहिँ यो हुनु हुँदैन। यो विषयमा स्पष्ट छ मेरो। यो बारेमा सबै साथीहरू अब सचेत गराउने सन्दर्भमा इनिसाको लास उठाउने कि नउठाउने मैले अस्ति पनि गएर भनेको छु। त्यहाँ कसले मैले यसो सुनेको मुख्यमन्त्रीले दबाब दिएको थियो अरे, यो अरे त्यो अरे हुँदैन। अजित मिजारोको लास कथामा चाहिँ बाँकी छ, त्यहाँ छलफल हुँदैछ। मैले पनि त्यो नवराजको मुद्दामा पनि यही भनेको थिएँ। म माइक त्यहाँ गएर जिल्ला प्रशासन कार्यालयको गेटमा भोक हडताल बस्दै गर्दा मैले भने त्यो लास नउठाउनुहोस् भनेको थिएँ। अहिले पनि इनिसाको लास उठ्दैन।